सबै हाँक्छ भन्ने होइन, उमेरले हाँक्ने भए त नयाँ पिँढीका सबै वैज्ञानिक हुन्थे होला नि, आइन्स्टाइन चाहिने थिएन। अथवा दुनियाँका अनेक विचारकहरू, चिन्तकहरू, दार्शनिकहरू, साहित्यकार हुनलाई कसले रोकेको छ र? तर त्यो अनुभव चाहिन्छ। पिकासो यत्तिकै युवावस्थामा मात्रै भएको होइन, अनुभवले भयो। यसको अर्थ मैले नयाँ पिँढीलाई महत्त्व दिनु हुँदैन भनेको होइन, नयाँ पिँढीलाई महत्त्व दिनुपर्छ, तर अनुभवहीन ढङ्गले नयाँ पिँढी भनेर उमेरकै आधारमा एकदम कलिलो छ भनेर त्यो खेलकुद खेल्ने त होइन, स्पोर्ट्स खेल्ने मात्रै कुरा त होइन यो। त्यसकारण एकदम नयाँ पिँढी भनेर नयाँ पिँढीले नै केही गर्छ भन्ने कुरा चाहिँ नि त्यति साह्रो होइन। नयाँ पिँढी पनि चाहिन्छ। कतिको नयाँ पिँढीमा गम्भीरता छ, कतिको ग्राभिटी छ। अहिले नयाँ पिँढी गरिराखेको के छ, कस्तो छ, त्योभन्दा बढ्ता उमेरकै आधारमा मात्रै हामीलाई छोडिदिनुपर्छ भन्छ। मैले थुप्रै ठाउँमा भन्ने गर्छु, म्याराथन दौडमा सबैलाई भाग लिन दिउँ, जो दौड्न सक्छ अगाडि गइहाल्छ नि। अब त्यसो नभएर छोडिदिनुपर्छ भन्ने कुरा त्यो वास्तवमा छोडिदिने कुरा चाहिँ मुनासिब होइन।